गुड मर्निङ गाइस, म चाहिँ भर्खर उठेँ अनि हामी यहाँ बारबेक्यू गरेर छौँ अनि हामी यहाँ सुँगुरको मासु पोलिरहेको छौँ एज यु गाइस सी लुक्स सो यम्मी। आज चाहिँ हाम्रो सानो नानीको बर्थडे हो नि त निहरूको, अनि त्यही भएर हामी यहाँ मासु पोलिरहेको छौँ। म र मेरो हस्बेन्ड गएर मेरो भाइ यहाँ छ अनि यहाँ मम्मीले सेलरोटी पोल्नु भएको थियो। सी इज अ प्रोफेसनल बाई द वे गाइस, खतरा। यहाँनिर चाहिँ हाम्रो मासु पोलाइ भइरहेछ, कम भएन गाइस। हामी यति धेरै पोसो थियो कि यो मासुमा, तर यस्तो मिठो थियो के भन्नु, कुरा गर्दा पनि अझै थुकाइरहेछ मुखमा। मैले चाहिँ यसरी काटेको थिएँ गाइस अनि खाएँ मैले, यस्तो मिठो थियो नि। इमेजिन गरौँ न, यहाँ चाहिँ टक्क खोर्सानी पर्छ, चप्प चोबेर गप्पै खाँदाखेरि चाहिँ यस्तो मजा आउँछ है गाइस। अनि हामी चाहिँ बल्ल माइजूहरूकोमा आयौँ हामी बर्थडेमा, अनि यहाँ चाहिँ यस्तो दामी डेकोरेसन भएको रहेछ। अनि हामी त कसले गर्यो भनेर मक्क परेको त, म र मेरो हस्बेन्डले पो गरेको रहेछौँ। कस्तो लाग्यो गाइस होला डेकोरेसन हाम्रो, कति सिम्पल अनि प्रिटी छ। अनि यहाँ चाहिँ बर्थडे केक अनि फुडहरू पनि कति धेरै भेराइटी बनाएको थियौँ नि त। अनि यहाँ चाहिँ हाम्रो बिरयानी, यता बुङ्गोको चप, अनि यता मटर आलुको सब्जी, अझै धेरै थियो तर हाल्नु बिर्स्यो। अनि हामीले चाहिँ बर्थडे सेलिब्रेट गऱ्यौँ। अनि त्यहाँदेखि यति नै हो गाइस आजको मेरो भ्लग। तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्टमा भनिदिनु होला। एन्ड वन्स अगेन थ्याङ्क यू सो मच फर वाचिङ। डोन्ट फर्गेट टु सब्सक्राइब।